हेलो साथीहरू नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल आमाज डाइनमा। आज हामी आँप र कटहरको मिक्स अचार बनाउँछौँ। यहाँ मैले 400 ग्राम लसुनलाई सानो सानो टुक्रामा काटेको छु। काटिसकेपछि एउटा भाँडोमा राखेर 1 चम्चा नुन, आधा कप भिनेगर राखेर राम्रोसँग मोलेर छोड्छौँ। आधा किलो हरियो खुर्सानी लिएको छु। यसलाई पनि सानो सानो टुक्रामा काटेँ। काटिसकेपछि एउटा भाँडोमा राखेर 1 चम्चा नुन, 1 चम्चा बेसार र 2 चम्चा तोरीको धुलो राखेको छु। यसलाई पनि राम्रोसँग मिक्स गरेर राख्छौँ। 2 किलो आँपलाई धोइ पखाली यसको टुप्पो काटिसकेको छु। लसुन र खुर्सानीलाई सानो सानो टुक्रामा काटेकोले आँपलाई पनि सानो सानो टुक्रामा काट्छौँ। यो खोयामा पनि आँप बाँकी रहेकोले यसलाई पनि चक्कुले काटेर निकाल्छौँ हामी। काटिसकेको आँपलाई एउटा भाँडोमा खन्याएर 2 चम्चा नुन, 1 चम्चा बेसार राखेर यसलाई पनि मोलेर छोड्छौँ। यसरी नुन मोलेर राखेको आँपले पानी छोड्छ। यो पानी फाल्छौँ हामी। यहाँ मैले एउटा प्रेसर कुकरमा आधा जति पानी राखेँ। यसमा 1 चम्चा बेसार राखेर मसँग 1 केजी कटहर छ, यो पनि मैले यहाँ राखेँ। अब हामी यसको बिर्को लगाएर 1 सिटी आउँदासम्म यसलाई पकाउँछौँ। पाकिसकेपछि अब केही बेर यसलाई चिसो हुन दिन्छौँ। चिसो भइसकेपछि यसलाई सानो सानो टुक्रामा काट्छौँ। यसको यो भाग चाहिँ हामी फाल्छौँ है। काटिसकेपछि एउटा भाँडोमा राखेर 1 चम्चा बेसार राखेर यसलाई राम्रोसँग मोलेर 2-3 घण्टाको लागि हामी घाममा सुकाइदिन्छौँ। अब हामी अचार मोल्ने तयारी गर्छौँ। अघि सुकाएको कटहर, हिजो नुन र बेसार मोलेर राखेको आँपलाई अब निचोर्दै हामी यही कटहर राखेको भाँडोमा यसलाई पनि राख्छौँ। आँपले यति पानी छोडेको छ, यसलाई हामी फाल्छौँ। नुन, बेसार र तोरी मोलेको खुर्सानी पनि अब हामी यही राख्छौँ। नुन र भिनेगर राखेको लसुन पनि हामी यसमा राख्छौँ। अब अचार मोल्नको लागि मसला तयार गरौँ है त। यहाँ मैले 100 ग्राम जति सौँफ लिएको छु। यसलाई हल्का बास्ना आउँदासम्म वा यसको रङ परिवर्तन हुँदासम्म हामी भुट्छौँ। फुटिसकेपछि एउटा भाँडामा राखेर यसलाई चिसो गर्छौँ। र चिसो भइसकेपछि आधा जति हामी यही अचारमा मिक्स गर्छौँ र आधा पिस्नको लागि राख्छौँ। 100 ग्राम नै मैले मेथी पनि लिएको छु। मेथीलाई पनि हल्का रातो हुँदासम्म हामी भुट्छौँ र भुटिसकेपछि फेरि यसलाई पनि एउटा भाँडोमा राखेर चिसो गराउँछौँ र आधा जति हामी अचारमा मिक्स गर्छौँ, आधा हामी पिस्नको लागि राख्छौँ। यहाँ मैले 50 ग्राम धनिया लिएको छु। यसलाई पनि हल्का बास्ना आउँदासम्म भुट्छौँ र भुटिसकेपछि एउटा भाँडोमा राखेर यसलाई पनि चिसो गराउँछौँ। 50 ग्राम नै तोरी लिएको छु मैले। तोरीलाई पनि हल्का पड्किँदासम्म भुट्छौँ र एउटा भाँडोमा राखेर यसलाई पनि चिसो गराउँछौँ।
अब एउटा ब्लेन्डर जारमा अघि बाँकी रहेको मेथी, सौँफ, धनियाँ, तोरी राखेर यसलाई मसिनो पाउडर बनाएर पिस्छौँ र यो अचारमा मिक्स गर्छौँ। लगभग 3-4 चम्चा नुन, 2 चम्चा रातो धुलो खुर्सानी, 1 चम्चा बेसार राखेर 400 ml जति तोरीको तेल तताउन राखेको छु। यसलाई धुवा आउँदासम्म तताउँछौँ। तातिसकेपछि यही मसलामा यो तेललाई खन्याएर यसलाई राम्रोसँग मोल्छौँ। यो मसला जताततै राम्रोसँग मिक्स हुनुपर्छ। कतै मसला लाग्ने कतै नलाग्ने हुनु हुँदैन। जताततै बराबर लाग्नुपर्ने हुन्छ। त्यसले गर्दा हामी केही बेर चलाउँदै राम्रोसँग मिक्स गर्छौँ। मोलिसकेपछि एउटा सफा सिसाको भाँडामा थोरै राख्दै बिचमा हातले थिच्दै खाँदेर यो जारलाई भर्छौँ। अचारलाई माथिसम्म भर्दै गर्दा यसलाई बिचमा हामीले खाँदै पनि गर्नुपर्ने हुन्छ। आवश्यक भएमा थोरै तोरीको तेल पनि थप्नुपर्ने हुन्छ र हावा नपस्ने गरी टाइट बिर्को लगाएर 1-2 दिन घाममा राखेपछि अचार तयार हुन्छ।